हेर्नुहोस् त यहाँनिर एकजना माननीय ज्यू चाहिँ सुकुम्बासी बस्ती भत्काउन लाग्यो भनेर उचाल्ने है, समाज भड्काउने। अनि अर्को त्यही ठाउँको कार्यवाहक मेयर चाहिँ सुकुम्बासी भत्काउन लागेको छैन भन्ने है, के भएको होला हेर्नुहोस् त एकैछिन। अहिले धरानको महानगरपालिकाभित्र सुकुम्बासी र अव्यवस्थित बसोबास बस्तीको विषयलाई लिएर भयङ्कर ठुलो राजनीतिक भइरहेको छ। सुकुम्बासी र अव्यवस्थित भावनामाथि कसैले राजनीति नगर्नका निम्ति म हार्दिक अपिल र आग्रह गर्न चाहन्छु। धरानको महानगरपालिकाको नगरको कार्यवाहक प्रमुखको हैसियतबाट म के भन्न चाहन्छु भन्दाखेरि धरानको महानगरपालिकाभित्र सुकुम्बासी र अव्यवस्थित बसोबास बस्तीमा डोजर लाग्न दिने छैन, लाग्ने छैन भनेर हिजो पनि भनेको थिएँ, आज पनि म भनिरहेको छु। तर अब जिम्मेदार व्यक्तिहरूबाट नै अब सामाजिक सञ्जालबाट जुन विषयहरू पोस्ट्याएर अव्यवस्थित बसोबास बस्तीमाथि एउटा चाहिँ आतंक, सुकुम्बासीहरूमाथि एउटा आतंक जो पैदा गर्ने कामहरू भएको छ, एकदम दुःखद छ। कोही कसैलाई पनि त्यसो नगरिदिन समेत म आग्रह गर्न चाहन्छु र धरान उपमहानगरपालिकाभित्रको अव्यवस्थित बसोबास बस्ती र सुकुम्बासी बस्तीमा डोजर चल्ने छैन, चल्न दिइने छैन भन्ने कुरा म जानकारी गराउन चाहन्छु। र त्यो भावनामा हामीले राजनीति गर्नु हुँदैन कसैले पनि। र हामी धरानको महानगरपालिका के कन्भिन्छौँ, म के कन्भिन्स छु भन्दाखेरि सुकुम्बासी र अव्यवस्थित बसोबास बस्तीहरूको उचित व्यवस्थापन गर्ने जिम्मा सरकारको हो। घरबारविहीन बनाउने र नागरिक दुःख दिने काम सरकारले गर्नु हुँदैन, सरकारी तहबाट त्यो काम हुन दिनु हुँदैन भन्ने मान्यता राखेको कारणले गर्दाखेरि अहिले हामी घर नम्बर बाँड्दैछौँ। अहिले भर्खरै पनि धरान आएको चाहिँ हाम्रो गायक सुरेशमान गन्धर्व दाईको घर नम्बरको चाहिँ मैले तोक लागेको छु। आज हामी केही वडामा गएर घर नम्बरहरू बाँडिरहेका छौँ। यो निरन्तर चलिरहेको छ। त्यसले गर्दाखेरि यो सुकुम्बासीको भावनामा, अव्यवस्थित बसोबास बस्तीको भावनामा मत सङ्कलन गर्ने राजनीति चाहिँ कसैले नगरिदिन, म कसैले पनि नगरिदिन म आग्रह गर्न चाहन्छु। र आतङ्कित बनाउने काम, मर्यादा आतङ्क पैदा गर्ने कामहरू नगरिदिन अनुरोध गर्दछु। र अर्को कुरो, सरकारी तहबाट आएका आधिकारिक पत्रहरूको बारेमा हामीलाई जानकारी भएको कुरो, तपाईँले जानकारी भएको कुरो बाहिर लान सकिन्छ, सुनाउन सकिन्छ, भन्न सकिन्छ होइन। तर आधिकारिक व्यक्तिहरूले चाहिँ अनावश्यक रूपमा त्यो ढङ्गको प्रचार गरेर राजनीति नगर्नु समेत म आग्रह गर्न चाहन्छु। र अहिले अब विशेष गरेर धरानतिरको चाहिँ बस्तीको बारेमा पत्र आउँछन्, अरू यस्ता पत्रहरू आइरहेको थियो। त्यो कारण गर्ने कि नगर्ने भन्ने प्रश्न, गर्ने नगर्ने प्रश्न स्थानीय सरकारको, अब स्थानीय सरकारको प्रमुखको हैसियतबाट त्यस्तो कामहरू हामी गर्दैनौँ भनेर उनीहरूले घोषणा गरिसकेको विषयवस्तु म तपाईँलाई जानकारी गर्न चाहन्छु। र अहिले जो 11 नम्बर कुन नम्बर भनेर चाहिँ बाहिर फेसबुकमा व्यापक आइरहेको छ, कोही पनि धरानभित्र रहनुभएका सुकुम्बासी बस्तीका आदरणीय आमा बुवा दाजुभाइ दिदीबहिनीहरू आतङ्कित गर्नुहोस्। तपाईँले ढुक्क भएर बस्नुहोस्। बिना विकल्प या कुनै पनि काम अघि बढ्न दिने छैन, नगर सरकारले भन्ने कुरा जानकारी गराउन सक्छ। धन्यवाद।